सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्। यस संसारमा सबै सुखी हुन्, सबैलाई शान्ति मिलोस्, सबैले प्रगति गरून्, सबै आत्मीय भावले एक कुटुम्बको रूपमा निवास गर्न सकौँ र सबैको उन्नतिको लागि हामी सबै मिलेर प्रयत्न गर्नुपर्छ र त्यहीको एउटा अङ्गको रूपमा देश विकास, समाज विकासलाई समाजलाई नयाँ मार्ग निर्देशन गर्ने हिसाबले यो कन्सल्टेन्सी परामर्श सेन्टर, परामर्श केन्द्रको रूपमा विदेश विशेष गरेर अहिलेको परिवेशमा उच्च शिक्षा नेपालको राजनीतिक अस्थिरताको कारणले नेपालका युवा पुस्ता विशेष गरेर उच्च शिक्षा प्राप्त गर्न चाहने युवा पुस्ताहरू नेपालको भूमिमा यो अवस्था नरहेको अवस्थामा विदेशतिर आकर्षित भएको देखिएको छ। तर कुन हिसाबले कुन देशमा कस्तो हिसाबले जान सकिन्छ त्यो कुरा सबैलाई थाहा नभएको कारणले त्यस्ता युवा पुस्ता या उनका अभिभावकहरूलाई सही मार्गदर्शन र सही गाइडेसन दिनको लागि यो ललितपुरमा विगत 14-15 वर्षदेखि चलिआएको यो सेन्टर, यसलाई विस्तार क्रममा अहिले चितवनमा भ्याली बाहिर चितवनमा आज विधिवत उद्घाटन भएको छ र सबैले विदेशमा अध्ययन गर्न जाने केटाकेटीहरू र उनका अभिभावकहरूले यहाँ आएर कुन कलेज कस्तो स्थितिको छ र कहाँ राम्रो हुन्छ, कसरी राम्रो हुन्छ भन्ने परामर्श लिन सकिने अवस्था छ र मेरो सबैसँग यो अनुरोध छ, यसको कठोर पहिला अध्ययन गरौँ, जानकारी लिएर मात्रै आफ्ना सन्ततिहरूलाई मार्गदर्शन गरौँ र मेरो शुभकामना छ यस्तो केन्द्र क्रमैसँग नेपालका जो ठुला सहरहरू छन्, पोखरा, बुटवल, वीरगञ्ज, विराटनगर, महेन्द्रनगर, नेपालगञ्ज, सबै जहाँ शैक्षिक केन्द्रहरू छन् त्यहाँ यो शाखाको विस्तार होस् र सबै नेपाली विद्यार्थी र अभिभावकले यस सेन्टरबाट लाभ उठाउन् र स्वयंको पनि आफूले उन्नति गरून् र आफ्नो जन्मभूमि नेपाललाई केही गरेर दिउँ भन्ने भावना पनि जागोस्। यही मेरो शुभकामना छ, हार्दिक शुभकामना छ। कास्टल एजुकेसन कन्सल्टेन्सी छ, विगत 70 वर्षदेखि तपाईँमा निकै लोकप्रिय पनि रहेको छ। अझ भनौँ पछिल्लो समय यस संस्थाका चाहिँ सिइओको रूपमा, एमडीका रूपमा आउनुभएको उज्जवल केसी आइसकेपछि त उसले मुहाडै फेरेको छ र त पहिलो शाखा यहाँ चाहिँ उद्घाटन भएको छ र यसलाई विस्तार गर्ने योजना पनि